हिजो राति हामी चोत्रमा बस्यौं। अहिले बिहान 5 बजे ठ्याक्क 5 बजे चाहिँ चोत्रबाट हिँडेर हाम्रो यात्रा सुरु भइरहेछ। हामी 6 जनाको टिम छ। अगाडि सजिलो उज्यालो हुन लाग्छ। अहिले बिहान 7 बज्यो। ठ्याक्कै 2 घण्टा पछि हामी हिँडेर डोल्पा र यो स्काइलेक जाने बाटो छुट्टिने ठाउँमा आयौँ। यहाँबाट माथि गयो भने चाहिँ स्काइलेक, दुधकुण्ड अनि यता गयो भने चाहिँ डोल्पा पुगिन्छ यो बाटो। नन स्टप हिँडेर आइरहेछौँ हामी। 2 जना साथी अलि पछि नै छन्, आउँदैछन्। यहाँ पर्खिन्छौँ अब हामी एकछिनमा। आहा साथीहरु हेर्नु त, यस्तो राम्रो भ्यू छ। अनि थकाइ कसरी लाग्छ त हिँड्दा हामीलाई, हेर्नु त। आहा यस्तो दामी ठाउँ छ है यो। हामी त्यसको फेदतिर पुगिन्छ, सियर पुगिन्छ। साथीहरु मलाई यो देखेर लास्टै नुहाउन मन लाग्यो हैन, तर पानी एकदमै चिसो छ यहाँ। एकदम नुहाउन मन लाग्यो, तर के गर्नु आइस जमिरहेछ यहाँ। आइस हेर्नु नत्र कस्तो नुहाउन मन लाग्छ, नुहाइदिन्थ्यो होला। कस्तो छ यहाँ चाहिँ ठाउँ। टक्क हिमाल अगाडि छ है माथि। अनि बाटो यस्तो छ। जाँदैछौँ अब हामी। पुसा बान्दा छ हाम्रो एकजना यात्री। ठाकिस ठाकिस अर्को 2 जना यात्री आइरहेछन् यता। एकजना चाहिँ अगाडि बसेर थकाइ मार्दा टक्क। सिन यस्तो छ फेरि, जति हेरे नि नआइने खालको सिन छ। यतातिर चट्टानहरू छन् ठुल्ठुला। अनि माथि चाहिँ टक्क हिमाल ठ्याक्कै उभिएको छ अगाडि। चौरीहरू चरिरहेछन् यहाँ टक्क। चौरी प्योर चौरी चाहिँ फर्स्ट टाइम देख्न पायौँ हामीले। काला छन्, उता सेतो, खैरो, माले धेरै छन् यहाँ चौरीहरू। टक्क चौरी गोठ पनि छ ऊ माथि त्यहाँ। आहा कति दामी छ यहाँ। टक्क सानो भ्याली टाइपको बनेको छ एउटा। यस्तो दामी छ। यहाँ चौरीहरू चलिरहेछन्। गिटारको फोटो सेसन भइरहेको छ। चौरी
खोलामा गएर चिसो पनि खाइरहेको थियो भर्खर त्यहीँ रेस्ट गरेर आएको 5 मिनटदेखि अहिले हामी ठाडो उकालो चढिरहेको छौँ हिँड्न चाहिँ लास्ट गाह्रो भइरहेको छ अहिले चाहिँ पछाडि यस्तो रेन्जल्यान्ड छ केटाहरू आउँदैछन् उकालो धेरै भयो हाम्रा नौजवानहरूको हालत यस्तो छ एउटा यहाँ अर्को चाहिँ तल यहाँ सुतिरहेको छ अर्को मजै लाग्छ होला टाइम त अहिले बिहानको 10:40 भयो हामी बिहान 5 बजे हिँडेको 10:40 मा यो ठाउँमा पुगेका छौँ अब केही बेरमा के अरे स्काई लेक र दुधकुण्ड जाने बाटो चाहिँ छुट्टिने वाला छ आइज बाबु उठ उठेछ भने अर्को 2 जना तलै बसियो क्या चट्टान त यस्तो खतरा छ है यहीँ छ कस्तो भइरहेछ केटा यात्रा एकदम राम्रो थाक लागिसक्यो मोबाइल लागिरहेछ मोबाइल अङ्कलहरुसँग ल पहिलो पटक हाम्रो अर्को जवानी हिँड्नै नसक्ने भइसक्यो ल ढलिसक्यो यहाँ एकजना सिधै ठाडो डाँडा हो त्यो डाँडा कटेसी छ अरे त्यसो छ कि छैन त्यो पनि थाहा छैन आइज बाबु बिस्तारै आइज बामी सधैँ हिँडिरहेको छ एउटा चाहिँ अरू तल फरक पर्छ बस्यो भने ल साथीहरू यहाँ हिउँ नै हिउँ छ करिब 2 बजिसकेको छ 2 बजिसक्यो चाहिँ हामी यहाँ पुग्यौँ माथि अनि त्यो चाहिँ आकाशे ताल अनि उता देखिरहेको चाहिँ त्यो दुधकुण्डली सिन यस्तो छ हिमाललाई बादलले छेकेको छ पुरै हिउँ छ यहाँ हिँड्न लास्ट अप्ठ्यारो भइरहेको छ त्यहाँ ताल पुग्नलाई अब हिँडिरहेको छु चिप्ल्यो भने यहाँ गयो तल सिधै खाँदै सकियो हिँड्दै जाने गाडी भेटिनु पानी लास्टै गएर रहेछ यहाँको आकाशतालको अहिले करिब बेलुका 5 बज्न लाग्यो अब हामी खाजासाजा खायौँ
बिस्तारै फर्किँदैछौँ। यहाँको पानी चाहिँ यहाँ रहेछ यसको आउटलेट यस्तो भइरहेछ। अब यो बाटो हुँदै हामी उता दुधकुण्डली जान्छौँ। यहाँ गरेर काहीँ पनि अल्ल मल्ल गर्ने होइन। त्यो लामो खिच्ने फोटो अरूको पर्छ मान्छेको खिच्नु पर्दैन कि फाल्को क्या। यो चाहिँ दुधकुण्डली। भिड मात्रै देखिन्छ बाटो नै थियो। अघि हामी यो डाँडा माथि गएर माथि त्यहाँबाट तल झरेर आकाशताल गएको थियौँ। अहिले चाहिँ यताबाट आकाशताल पुग्यो यता फर्केर अब त्यो तल बाटो हुँदै जाने। अब खतरा चट्टान छ यहाँ फेरि बाटो ढुङ्गाको बाटो छ त्यहाँ पुग्नलाई। त्यहाँ अगाडि नजाएर ढुङ्गा आउन नि कहिले। बाटो यहाँ खत्रोकै खेलाडी भन्दा कम छैन यार। यस्तो छ बाटो यार तल जाने। अगाडि गएर यस्तो छ न यसको स्ट्रगल यहाँ खत्रोकै खेलाडी होला। ढुङ्गा यस्तो गुड्यो यस्तो छ यो त्यहाँ जानुलाई हाम्रो यहाँ यस्तो छ माथि यस्तो छ फेरि ठाट्टै। ल फर्किँदैछौँ हामी। यस्तो छ बाटो त्यस्तो यो भिरालो बाटो सिधै ननिस्टो लाग्यो हामी त सिधै माथिबाट यो माथि भिडबाट आएको। त्यहाँनिरबाट हेर न भित्र पानी आउनु रहेछ त्यही ठाउँबाट। यस्तो छ ठाउँ बाटो हामी फर्किँदैछौँ। फर्किँदा यस्तो झर्ना पनि देखियो। त्यहाँदेखि त्यो बाटो बिहान हामी आएको बाटो यहाँ डाँडा उतापट्टिबाट माथि चढेको थियौँ हामी। त्यो खोला चाहिँ आकाशतालबाट आएको खोला त्यो दुधकुण्डबाट आएको खोला निस्केर ठुला खोला बनिरहेको छ। ल्यान्डस्केप यस्तो छ बाटो त यस्तो छ यार। यस्तो छ यार बाटो यस्तो बाटोमा आइरहेको छ। यो आकाशतालबाट आएको खोला देखियो। बिस्तारै बिहानको बाटो आयौँ हामी। केटाहरूले यहाँ आराम गरिरहेछ। एकजना आउँदैछ बिस्तारै अँध्यारो हुँदैछ। अब हामी बिस्तारै झर्दैछौँ।